हेलो नमस्ते गाइस वेलकम टू माई युट्युब च्यानल। आज चाहिँ म फेरि नयाँ भिडियो लिएर आइसकेको छु गाइस। आज चाहिँ हामी चाहिँ सुठुनी खान जाँदैछौँ गाइस। सुठुनीलाई चाहिँ नेपालीमा सक्खरखण्ड भनिन्छ गाइस, इङ्ग्लिसमा चाहिँ स्विट पोटाटो पनि भनिन्छ। आज चाहिँ हामी यहाँ खान जाँदैछौँ गाइस। हाम्रो सक्खरखण्ड भएको बारी चाहिँ अलिक टाढो छ गाइस, त्यही भएर हामी चाहिँ जाँदैछौँ। हैन गोठाला गरिँदै हो कि बसी बसे हो? मान्छे बिरामी भएर होला, मेरो क्वेसनको रिप्लाई नै आएन गाइस। अब यो भिडियो अब हामी चाहिँ सक्खरखण्ड खान नथाल्यौँ गाइस। बक्का बक्की यस्तो बाबु पल्छ त धुलै धुलो पुरै। सुठुनी अरे भाइरल बनाइदिन्छु अब। हाम्रो सक्खरखण्ड चाहिँ यति भइसक्यो है गाइस। काजीले निकाल्यो। यहाँ चाहिँ सन्जु पनि खन्दै धुलोमा, उसले पनि निकालेछ सक्खरखण्ड। यहाँ पनि यति धेरै पो खनिसक्यो त। यत्रो पुचुङ्गे भेटेछ उसले चाहिँ। काजीले काट्यो कि जस्तो देखेँ मैले पनि। त्यहाँ छ हो। अन्त कति धेरै भएछ कि। फाइनली गाइस हामी चाहिँ खनिसकेर पनि डोकोमा बोकेर फर्किँदैछौँ गाइस। डक्क नम्ला छुपन साथी। What? Yes. फाइनली गाइस हामी चाहिँ सक्खरखण्ड खनेर पनि ढोकामा बोकेर पनि फर्किसक्यौँ गाइस। हाम्रो यो भिडियो चाहिँ फुल वाच गरिदिनु होला र लाइक सेयर कमेन्ट गरिदिनु होला गाइस। सबैजनाले माया गरिदिनु होला गाइस हामीलाई चाहिँ।